नमस्ते साथीहरू। आज म तपाईलाई टेम्पोररी रूपमा WGS 1984 प्रोजेक्सनमा रहेको स्याटेलाइट इमेजलाई कसरी एमयुटिएममा शिफ्ट गर्ने भन्ने बारेमा म सिकाउन गइरहेको छु। यहाँ चाहिँ हामीले पर्मानेन्टली हामीले यसलाई इमेजलाई शिफ्ट गर्दैनौँ, रेक्टिफाई गर्दैनौँ, किनकि हामीसँग त्यस्तो कन्ट्रोल पोइन्टहरू हुँदैन र मात्र एउटा प्यारामिटरको आधारमा हामीले त्यसलाई त्यो इमेजलाई चाहिँ केही क्षणको लागि हाम्रो काम गर्ने उद्देश्य पुरा गर्नको लागि सार्न चाहिँ सक्छौँ। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यहाँ खोला यसरी गएको छ भने यहाँ बााउन्ड्री चाहिँ यसरी गएको छ हैन। अब यो बााउन्ड्री तपाईँको जुन हामीसँग भएको नापीको एमयुटिएम 1881 जोनको यो जुन चाहिँ बााउन्ड्री छ भने यो इमेज जुन सेटेलाइट इमेज छ जुम ल्याएको यो चाहिँ भनेको 1984 मा WGS मा रहेको छ। अब कसरी यो WGS मा भएको इमेजलाई यो हाम्रो बााउन्ड्री अनुसार एमयुटिएममा सार्ने त यस बारेमा म तपाईलाई बताउन गइरहेको छु। त्यसको लागि हामीले सर्वप्रथम GIS खोल्नु होला र हामीले लानुपर्ने पोजिसन भएको सेभ फाइल र लानुपर्ने इमेज दुई थरी पोजिसन भएको डाटालाई यहाँ एड गर्यौँ। हामीले अलरेडी एड गरिसकेका छौँ र अब फर्दर प्रोसेस के हुन्छ भन्ने बारेमा म हजुरलाई बताउन गइरहेको छु। जस्तो लेयरमा जानुस्, त्यसको प्रोपर्टिजमा जानुस्। प्रोपर्टिजमा गइसकेपछि देख्न सक्नुहुन्छ तपाईले कोअर्डिनेट सिस्टममा चाहिँ गएर यहाँ ट्रान्सफर्मेसन भन्ने छ है, भेट्नुहुन्छ। यसमा क्लिक गर्नु होला र यहाँनिर आइसकेपछि एउटा डायलग बक्स खुल्छ। त्यसमा चाहिँ हामीले कन्भर्ट केबाट केमा गर्ने हो त, कन्भर्ट फ्रम अनि इन्टु भनेर दिएको छ। हामीले चाहिँ CGS जुन छ यो 1984 बाट हामीले केमा लाने हो त भने यहाँनिर हामी एड गरौँ र एड गर्दाखेरि यहाँबाट इम्पोर्ट गरौँ र हाम्रो डाटा रहेको छ 81 को जुन एमयुटिएमको छ नापी विभागको। यसरी हामीले यसबाट यसमा लाने हो भनेर हामीले सेलेक्ट गरिसकेपछि अब हामीले यहाँ मेथड दिनुपर्छ, एउटा ट्रान्सफर्मेसन प्यारामिटरको नाम दिनुपर्छ, एउटा सेभ गर्नुपर्छ। त्यसको लागि यो न्यूमा क्लिक गर्नु होला। न्यूमा क्लिक गरिसकेपछि यहाँ एउटा न्यू जियोग्राफिक ट्रान्सफर्मेसन भन्ने एउटा डायलग बक्स आएको छ। यसमा हामीले नाम दिउँ हैन। जस्तो मैले JUML जुम्ला 123 भन्ने नाम मैले दिएँ है साथीहरू। र देख्न सक्नुहुन्छ सोर्स फाइल हाम्रो CGS WGS को यो 1984 मा छ भने अब लानुपर्ने चाहिँ टार्गेट केमा छ त, यसमा 1830 एभरेस्टमा छ है एमयुटिएममा। र अब हामीले यहाँनिर विधि चाहिँ छान्नुपर्ने हुन्छ। त्यसमा हामीले यसमा विशेष गरेर यो मोडोलेन्सकी जुन त यहाँ धेरै खालका विधिहरू छन्, तर मोडोलेन्सकी विधि चाहिँ हामीले सिलेक्ट गर्छौँ। गरिरहेपछि यहाँनिर हाम्रो XYZ भ्यालु राख्न भनेर दिन्छ र हामीले जहिले पनि सम्झनु पर्ने कुरा के छ भने यदि हामीले इमेजलाई WGS बाट एमयुटिएममा लाने भने अघिल्तिर माइनस राख्नुपर्छ र यदि WGS बाट हैन एमयुटिएमबाट WGS मा लाने हो भने चाहिँ फेरि प्लस राख्नुपर्छ है। त्यसकारण अहिले हामी इमेज WGS इमेजलाई एमयुटिएममा लाने भएको हुनाले अब हामीले यहाँ माइनस राखेर भ्यालु राख्छौँ है साथीहरू। र x को भ्यालु रहेको छ 293.17 है। मैले अब त्यो माइनस राख्न बिर्सिएँ साथीहरू। र यसै गरी माइनस 726.18 है। यसरी z को भ्यालु के हो त भन्दाखेरि 245.36 यो भनेको तपाईको प्यारामिटर XYZ को शिफ्टिङ प्यारामिटर हो। यो चाहिँ यो भनेको नापी विभागले निर्दिष्ट गरेको प्यारामिटर हो। धेरै ठाउँमा यही नै युज हुन्छ र कतिपयले आफ्नो कामको उद्देश्य अनुसार फरक पनि राख्ने गरेको पाइएको छ। तर हामीले समग्र रूपमा नापीको अन्तर्गतका विभिन्न कामहरू गर्दा यही भ्यालु राख्छौँ। एकचोटि सम्झनु होला है, भ्यालुहरू सम्झनु होला। र मैले यसलाई हाम्रो जुम्ला 123 भन्ने एउटा ट्रान्सफर्मेसन प्यारामिटर भनेर मैले सेभ यसलाई मैले गरेँ है। ओके गरेँ है साथीहरू। यहाँ आइसक्यो। अब मैले यसलाई ओके गरेँ है साथीहरू, ओके गरेँ। अब हामीले के गर्नु पर्यो भने फेरि पुनः के गर्नु पर्यो त, अब लानको लागि यसलाई हामीले ट्रान्सफर्मेसनमा लानु होला। WGS र WGS 8040 है 1984 यहाँ सेलेक्ट गर्नु होला। इन्टु लाने कहाँ हो भन्दाखेरि CGS एभरेस्ट 1830 भनेको छ। यसलाई सेलेक्ट गरिनुहुन्छ। तपाईँले फेरि एकचोटि यहाँनिर गएर तपाईँले
फेरि यहाँ गएर हाम्रो जुन छ लेयर त्यसकै प्रोपर्टी यहाँ दिन सक्नुहुन्छ है, इम्पोर्ट गर्न सक्नुहुन्छ। हामीले लानुपर्ने नेपाल एमयुटिएम सिएम होइन, सेन्ट्रल मेरिडियन 81 एभरेस्ट 1830 भन्नेमा लाने हो। र जुन अघि हामीले बनाएर सेभ गरेको जुन जुम्ला 1 2 3 1 2 3 भन्ने छ जुन यो, यसलाई हामी यहाँ अब चाहिँ यो अघि जुन दिएको प्यारामिटर सेभ गरेको छ त्यो ट्रान्सफर्मेसनलाई यसलाई सिलेक्ट गर्नु होला र तपाईँले यसलाई ओके गर्नु होला र एप्लाई गर्नुभयो भने देख्न सक्नुहुन्छ तपाईँले अब यो नक्सा सिफ्ट भएको छ है। इमेज चाहिँ सिफ्ट भएर आइसक्यो, देख्न सक्नु यहाँनिर खोला छ, खोला यसरी घुमेर यसरी आएको छ अनि यहाँनिर खोला यसरी मोडिएको छ। अब भने लगभग भनौँ न यो धेरै नै यो मिलिसक्यो भने यो डाँडाको रिजमा यो आइसकेको छ। अघि यो सिफ्ट थियो होइन, जुन हामीले भ्यालु राखेपछि ल्याउनुहोस्, देख्न सक्नुहुन्छ यसरी हामीले इमेजलाई होइन टेम्पोररी रूपमा सिफ्ट गर्ने। यसको प्रोपर्टी चेन्ज भएको छैन है, मात्र हामीले त्यो भ्यालु दिएर त्यो इमेजलाई फ्लाइ मात्रै गरेर अलिकति सारेका छौँ, किनकि हामीलाई अलि रेक्टिफाई गर्ने समय हुँदैन, त्यसका लागि हाम्रा विभिन्न कन्ट्रोल पोइन्टहरू हुँदैनन् र अहिले भएको इमेजलाई हाम्रो काम गर्नको लागि यसरी यो प्यारामिटर लिएर टेम्पोररी रूपमा हामीले चाहिँ यसरी देख्न सक्छौँ। सिफ्ट थियो भने अहिले यसरी ठ्याक्क मिलेको छ। यसरी हामीले अब हामीले काम गर्न चाहिँ सक्छौँ। यसरी यो रेडियो र तपाईँले अब यही एमएक्सटीलाई जस्तो यो प्रोजेक्टलाई सेभ गरेर राखिरहनु भयो डेस्कटपमा कतै भनौँ न राख्नुभयो, जुम्ला भनेर जुम्ला 1 2 3 1 2 3 नाम राखिदिएँ मैले, एमएक्सटीको पनि सेम नाम राखेको छु। यदि यसलाई यसरी राखेर सेभ गर्नुभयो भने र यो इमेज जहिले पनि खोलेपछि तपाईँको जुन यो 1 2 3 1 2 3 भन्ने जुन छ यो खोल्नुभयो भने तपाईँको यो इमेज र यो चाहिँ यो जुन हाम्रो लेयरको प्रोपर्टिज सदा यसरी यो इमेज चाहिँ फ्लाइ भएर बसेको हुन्छ। तर अब हाम्रो सोर्स इमेज जुन छ यसलाई फेरि हामीले नयाँ आर्कजिएस खोलेर यसलाई यो इमेजलाई फेरि पुनः हाल्यौँ भने अर्को एमएक्सटीमा फेरि त्यो फेरि डब्लुजिएसमै हुन्छ। हुन त यसमा पनि डब्लुजिएसमा छ, तर त्यो यसरी सिफ्ट भएको हुँदैन, त्यो आफ्नै स्थानमा बस्छ जहाँ फेरि यसरी इमेज हामीले यो बााउन्ड्री हाल्यो भने त्यहाँ सिफ्ट भएको हुन्छ। र जुन अहिले हाम्रो प्यारामिटर राखेर यसरी सिफ्ट गऱ्यौँ, यो गरिसकेपछि तपाईँको यसरी हामीले यो काम गर्न सक्छौँ। कस्तो लाग्यो, केही बुझ्नु भएन भने यो भिडियो एकचोटि फेरि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। अहिलेलाई भने यो भिडियो यहीँ सक्न चाहन्छु। यस्तै राम्रो जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानल सब्सक्राइब गर्नुहोला। मन पऱ्यो भने लाइक, सेयर अनि कमेन्ट, सब्सक्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।